आउनु है काका आउनु। म एउटा यसो सानो भिडियो पनि बनाउँदैछु। ल अन्तरा काका आउनु हो बुवाहरू 2082 सालको भाइटिकामा बुवाहरू यहाँ बुवाले नसकेर चाहिँ यतै आउँदै हुनुहुन्छ। यसपालिको भिडियो बना काका एउटा। यसपालिको टिका पनि दुईतिर भयो बुवाहरूको। यहाँ जय सबले स्वागत गर्दै हुनुहुन्छ। बुवा आज अलि बिरामी हुनुहुन्छ। यो लास्ट किमो भाइ हेरे त्यहाँ भाइ त ढाका टोपी लगाइदियो बुवालाई एकछिन। तल बस्नु तल ठिक छ भयो हटिहालिन्छ। सक्नुहुन्न सक्नुहुन्न यो उसले कामै दिएन क्या अस्पतालले सबै डल्लो पऱ्यो। डल्लो पारेर हे राम त्यस्तो हुन्छ। सोरिहाल्छ म कहाँ पुग्छ होइन एकछिन छोड्छ बुवा। यो डल्लो पार्छ क्या हात खुट्टा सबै बाउडेर हो। केही खानुभएको छैन, दाल मात्रै खानुभएछ। पानी पनि खाएन। पानी दाल हिजो भन्दा अलिकति कम भएको काका आज अहिले अलिक कम भएको यही हुन्छ होला। ल हाम्रो भाइ पनि आयो दिदीहरू। दिदी नमस्ते। एउटा दिदी नमस्ते। ल अब दिदीहरू आउँदै हुन्छ बुवालाई टिका लाउन। साइला बाबा पनि आइपुग्नु भयो। दिदी नमस्ते है बुवाहरू।
दिदी नमस्ते। बडा पनि आउँदै हुन्छ। बडा नमस्ते। दाइ नमस्ते। मिना नमस्ते। नमस्ते भाइ। एउटा भिडियो बनाएको जय सर। टकटक लामो नगरिकन त्यहाँ हामी हातमा त्यसमै हालेको एकछिन यताबाट जस्तो न मिलेर बस्नु आउनु न। यहाँ आउनु न अब एकचोटि लु आउनु दिदी यतै बस्नु न। दिदी बस्नु। बस्नु न दिदी। गर उ त्यो काइलाका छेउमा बस्नु त जान। काइलाका छेउमा तपाईँ गएर बस्नु जान। अलिक फास्ट गर्नुहोस् है। अलिक फटाफट गर्नु गाह्रो छ अलिक तपाईँहरू। छिटो है छिटो। मलाई धेरै भार नदिनु। भाइ एकछिन यतिकै देखाइदिनु। तपाईँ जानु कुरा बुझ्दैन। छिटो गरौँ दिदी। दिदी छिटो गरौँ। दिदी छिटो। टुक्टुक गर्नु न धेरै बेर होइन बिस्तारै सबै बिस्तारै त्यति गर्नु पर्दैन त्यही भन्नु बिस्तारै गर्नु बिस्तारै यो उता राख्थ्यो नि अलिकति फिटिएन कि यसमा बस्नु न। त्यसैले तान्नु अब अरूलाई पर्दैन है। एक डाली एउटा म त कता लगेको देखियो नि। भाइ एकछिन ल मलाई पनि देखाइदिनु। ल ल ल यसैमा ल ल ल त्यो रङ अलिक फिट्नु त त्यो रङ चाहिँ फिट्नु त्यो माथिर बिचमा त्यो बिचमा हो म त्यो रातो मन्दिर मन्दिर मास्तिर हो त्यो हो त्यो हो त्यो बिचमा राम जय जय भगवान फोटो खिच्छ कहिले
त्यो भाँजे त कहाँ छ टोपी लगाउने भाँजे त्यो टोपी यहाँ यो फुलले पूजै गर्नु पर्ने हतारले पूजै गर्ने होइन पूजा भइसक्यो यो पनि